यो आइमाईले त खतम गर्नु ए ल हिँड्नु ल उसले भिडियो यहीँ बसौँ ल जान्छ कस्तो राम्रो ठाउँ रहेछ है यहाँ घुम्न आए पनि हुन्थ्यो कि हेलो हाई हाई म चाहिँ होइन सोसल वर्कर आएको होइन तपाईँहरूको नाम मेरो नाम आशिष जेनिसा जेनिसा हजुर यता आशिष आशिष हजुर तपाईँहरू यहाँ कहाँ बस्नुहुन्छ हामी यहाँ सिनामन होइन तपाईँहरू एकअर्कामा को हुनुहुन्छ बोयफ्रेन्ड गर्लफ्रेन्ड हजुर ए कति वर्ष भयो रिलेसनको हाम्रो 4 वर्ष भइसक्यो है म तपाईँहरूलाई एउटा अफर दिन्छु होइन हजुर सिर्फ एकजनाको लागि मात्रै हो है हजुर गर्नुहुन्छ ओके स्योर हो नि फेरि पछि गएर यताउता केही पनि भन्न पाउँदैन ल ल स्योर 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 हो नि ल त्यसो भए होइन म तपाईँलाई 10,000 दिन्छु उसँग ब्रेकअप गर्नुहोस् ल सरी 10,000 दिन्छु उसँग ब्रेकअप गर्नु न नै हुँदैन नि यस्तो त हुँदैन हुँदैन 4 वर्षको रिलेसन हो नि त कहाँबाट यतिकै छोड्न मिल्छ नि त किन त्यस्तो कहाँ हुन्छ पैसामा कहाँ बित्छ नि ए पैसामा माया देख्दैन देख्दैन 20,000 नै यस्तो हुँदैन तपाईँ यहाँबाट जान सक्नुहुन्छ यस्तो हुँदैन होइन यस्तो अफर बेला बेलामा आउँदैन नि त आउँदैन हो थाहा छ तर माया छ नि त त्यस्तो हुँदैन हो र 30,000 ल यस्तो हुन सक्दैन तपाईँ यहाँबाट जानुहोस् खुर्को लगाएर जानुहोस् यस्तो हुँदैन ल तपाईँलाई अन्तिम अफर 50,000 मेरो गर्लफ्रेन्ड भन्नुहोस् ल के सोचिरहेको छ नाइ भन न तपाईँले नाइ भनेर हुन्छ उसको मनमा केही न केही छ के तपाईँ मेरो गर्लफ्रेन्ड बन्न सक्नुहुन्छ म 50,000 दिन्छु ल उसलाई छोड्नु पर्यो के हेरिरहेको छौ क्या म जान्छु तिम्रो मेरो ब्रेकअप आजदेखि साँच्चै हो नि स्योर हो नि हो तपाईँहरू कति वर्ष रिलेसन हो पैसा पनि त चाहिन्छ नि त पैसा नि मान्छेलाई आवश्यक हुन्छ पैसा त चाहिन्छ मायामा त पैसा चाहिन्छ होइन नचाहिने होइन के छ विचार अब उसले तपाईँलाई छोडेर मसँग जाने रे नाइ अब खुसी हुन्छ अनि